र हेलो गाइस, सेवा सेवानी सबैजनालाई। र मेरो यो फर्स्ट नेपाली ब्लग हुन गइरहेछ र यो सालदेखिको नयाँ डिसिजन लिएँ मैले हैन, किनकि मैले बहुत धेरै हिन्दीबाट ब्लग बनाएँ र मेरो भ्युवर्सहरू त्यति छैन जति कमेन्ट गर्छ सब नेपाली पिपुलले गरेको छ। त्यही लागि म आजबाट नेपाली ब्लग बनाउन गइरहेको छु। यो मेरो फर्स्ट नेपाली ब्लग हो र तपाईहरुलाई सपोर्ट गरिदिनु होला। एन्ड गाइस, आज चाहिँ मेरो भतिजा छोराको न्वारन हो र गाइस आज न्वारनमा के हुनु गइरहेछ र तपाईहरुलाई सबै देखाउँछु। एन्ड तपाईहरु भिडियो हेरेर फुल इन्जोय गरिदिनु होला। यस तपाईहरु हेर्न सक्नुहुन्छ र आज हामीले यसरी डेकोरेसन गरेको छ। डेकोरेसन कस्तो छ है, यहाँ हेर्न सक्नुहुन्छ न, यस्तो डेकोरेसन गरिएको छ मेरो भतिजीको छोराको न्वारनमा। एन्ड यो यसरी सजाएको छौँ हैन, यहाँ डिजे छ हैन। एन्ड यता हेर्नुहोस् र अब यस्तै हो। अनि उता पनि पुडी सुडी बनाउँदैछ, सबै देखाउँछ हैन। यो जहाँ मान्छेहरू आएर बस्छ यो जग्गा है। अनि गाइस यता चाहिँ हाम्रो खाना खाने है रुम बनाएको छ, यहाँ हेर्नु सक्नुहुन्छ। टेबल सेबल पुरा रेडी छ है। एन्ड यहाँ सबै रेडी छ हैन, सब तक। यहाँ चाहिँ नि अब पुडी सुडी खाने जग्गा हो। एन्ड यहाँ सक्नुहुन्छ। र गाइस हामी सबै प्रेमी मिलेर सुमिरन बसेर बाबुको नामकरण गरेर अनि यहाँ देख्न सक्नुहुन्छ श्री स्वर्गदेव महाराजजीको शरण कमलमा स्पर्श गराइँदैछ हामीको सानो बाबुलाई। र गोठले सबै घरलाई चोखो बनाइँदैछ, यहाँ सबैलाई लगाइदिनु हुँदैछ मेरो बाबाले, हेर्न सक्नुहुन्छ। र हामीको यहाँ टुम्बालाई पनि दिनुहुँदैछ। सबैजना जतिजना पनि आउनुभएको छ सबैजनालाई आज घोड चखाउँदैछ, देख्न सक्नुहुन्छ। आज सुत्केरी चखाइँदैछ र सबैजना देख्न सक्नुहुन्छ, भिडियोमा देख्नु भइरहेछ। र बाबाले चाहिँ आफ्नो नातिलाई अब टिका लगाइदिनु हुँदैछ हैन, र आशीर्वाद पनि दिनुहुँदैछ। सेवा गर्नु, महाराजको आदर गर्नु, महान हुनु, भगवानको भक्त हुनु, सबै काम मिलेर गर्ने होस् हैन। समाजको काम गर्ने हुनु, विद्यावाला होस्, भगवानको चिन्ता गरेर काम गर्ने हुनु। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो मम्मी र बाबुको बोजूले पनि यहाँ टिका सिका लगाएर हैन, अनि आफ्नो नातिलाई आशीर्वाद दिइसकेर अब राखी बाँधिदिनु हुँदैछ, यहाँ देख्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ उसको मम्मी बाबाले पनि टिका लगाइदिइसक्नु भयो र हामीले पनि अघि नै लगाइदियौँ, किनकि हाम्रो चाहिँ भिडियो बनाइ भएन। त गाइस यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हैन, हाम्रो दाजुहरू सबैजना छ, पुडी बेल्नु हुँदैछ यहाँ गरम गरम। अनि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो 3 जना दाइहरू है। एन्ड यतापट्टि छ हामीको दाजु हैन, सब्जी बनाउनु हुँदैछ हाम्रो कृष्ण दाइले। अनि कस्तो लाग्दैछ सब्जी बनाएर आज न्वारनमा? सब्जीको कलर मस्ते 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 बढिया नि, बढिया छ भनेको चुचिया पुरी पुरी गाइस, पुरी ल्याइदिएको म चाहिँ है। अनि गाइस यहाँ चाहिँ हाम्रो भाउजू दिदी बहिनी दाजु भाइ सबैजना है पुरी बेल्नुमा रन्ठन ठन छ। अनि गाइस हेर्नुहोस् हाम्रो बाबु त यहाँ कस्तो मजाले सुतिरहेछ, हात चलाउँदैछ। हेर्नुहोस् भाउजू अनि हाम्रो बाबुहरू। बाबुको नाम चाहिँ लक्षित राई नाम राखिदिएको छ है। हेर बिचरा रुनाटे क्या हो गाइस। अनि गाइस अब चाहिँ हामी गफ गफ खानुपर्छ, त्यहाँ चाहिँ भरे नाच्नुपर्छ ल। हेरिराख्नु है भिडियो चाहिँ मजाले सबैजनाले है। खाने जग्गामा पनि गाइस पुरा धमाका डान्स भइरहेछ है हाम्रो चाहिँ। अनि गाइस हामी चाहिँ खानु बस्यौँ, यहाँ हेर्नुहोस् पुरा धमाधम खाँदैछ सबैजनाले। गाइस धमाका डान्स चलिरहेछ हाम्रो यता चाहिँ, हेर्नुहोस् एकदम न्वारनमा है।
अब सबैजना डान्स गरिरहेछ नौरानमा होइन। अनि म चाहिँ अब रङिया जान निक्लेँ, बहुत इम्पोर्टेन्ट काम पऱ्यो, त्यही लागि रङिया जानको लागि। अनि गाइस रेडी त भइसक्यो होइन। त्यही माथि ज्याकेट लगाएँ, त्यहाँदेखि सुज लगाएँ होइन। त्यहाँदेखि मेरो पुरा ब्याग सेग पुरा रेडी छ, देख्न सक्नुहुन्छ। अनि सब रेडी छ। अब म निक्लेर जाने टाइम भयो, 8:30 बजी भयो भने गाडी आउँछ। अनि गाडीमा उठेर हामी जाने रङिया। अनि गाइस तपाईँहरूलाई भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् र मेरो च्यानल सब्सक्राइब गरिदिनुहोस् र मेरो पेजलाई पनि फलो गरिदिनुहोस्। अनि फेरि भेट हुनेछ नयाँ ब्लगमा। बाई बाई गाइस। मेरो यो चाहिँ लास्ट डान्स सो हेर्नु पाउँदैछु होइन, किनकि अब म जाँदैछु, त्यही लागि यो लास्ट डान्स हो। हेर्नुहोस्, तपाईँहरूलाई पनि देखाइ